आमा हजुर हाम्रो सलकपुर घरमा गाईको के नाम थियो आमा? रातु थियो अनि अर्को रातु थियो, माली गाई थियो माली गाई थियो। अनि एकजना एउटा गाई अनि जुन मरेको थियो नि, कुन गाई हो त? माली माली गाई। कहाँ कसले दिएको तपाईँलाई? कतिमा किन्नुभएको कि कसैले दिएको हो? दिएको दाजुले दिएको थियो ए माली गाई राम्रो थियो। 18 बेद ब्यायो बाछी बाछी ए एउटा बोको खसी पाएको थियो बाछो पाएको थियो हौ। ए ए ए अरू त बाछी 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 कसले लगे कसले गरे कता के भयो कति पैसा लिएँ कति के गरेँ दाजुले दिएको। बाख्राहरू पनि थिए आमा? बाख्रो पनि थियो एउटा दिएको थियो जोर बोका 3वटा बोका जोर कथुरी बोका थिए ती पनि ब्याएर हिँड्ने हुँदा उनीहरूको ब्याएर चाहिँ हिँड्ने खाने बेलामा मरिगए। त्यही पनि देख्न पाइनँ मैले। अनि मामले दिएको गाई थियो? दाजुले दिएको थियो। ए ठुलो लान्थे कि सानो लान्थे भनेर के भन्नुभयो तपाईँले? म ठुलै लान्छु गाई बाछो भने बाछो अनि ब्यायो नि थुप्रो ब्यायो कति लिएर हिँडे कति लिएर हिँडे। कति दुध दिन्थ्यो आमा त्यसले? धेर त थिएन नि 4-5 महिना थियो 4 किलो थियो। 4 किलो दुध दिन्थ्यो? ए टन्नै हुन्थ्यो नि 4 किलो भने। बिहान बेलुका भन्दा 8 किलो भयो दुध। आफ्नै घरको घिउ थियो दुध दही मही खाना प्रशस्त मात्रामा पाइन्थ्यो होला होइन आमा? जति दही कति मिठो हुन्थ्यो। दही लान्थे बिहानको त बेच्थे पनि कति गर्थे त्यति बेला त दुःख थियो नि त। दुःख थियो। बाख्राहरू दही लिएर जाँदा 4-5 किलो चामल ल्याउँथे मकै ल्याउँथे। ए छोराछोरीलाई कति गरेँ दुःख पनि कति गरेँ संसारै बस्दा कति गरेँ कति गरेँ। त्यही त आमा दुःख नगरी सुख हुँदैन। दुःख त गर्नै पर्छ। डम्बरीको बिहे गरेँ त्यहीँबाट डम्बरीको बिहे पोखरेल आए लिन माग्न। जमानाको है पुरानो जमानै भयो नि त। जमाना के भन्छ कतै पनि मकै पनि लगेर राखिदिन्थ्यो त्यो बुढियामै मलाई पकाएर खाओ चुकाएर पिँधेर पनि खानुपर्छ भन्दै नदेखि एक डोको राखिदिन्थेन हौ आमैले राखिदिन्थ्यो मलाई।